कहिले सोच्नुभएको छ कि वास्तवमा विमान कसरी उड्छ? आउनुहोस् हामी बुझ्ने प्रयास गरौँ। विमान 4 मुख्य बलहरूका कारण उड्छ। लिफ्ट, उठ्ने बल, पखेटाले हावा तल धकेल्छ र विमान माथि उड्छ। सोच्नुहोस्, कुनै एउटा कारको झ्यालबाट हात बाहिर निकाल्दा हावा तपाईको हातलाई माथि उठाउँछ। 2. थ्रस्ट, अगाडि धकेल्ने बल, इन्जिनले विमानलाई अगाडि धकेल्छ जस्तै कार सडकमा चल्छ। 3. ड्र्याग, हावाले रोक्ने बल, हावाले विमानलाई ढिलो बनाउन खोज्छ। विमानको आकार यसलाई कम गर्न बनाइएको हुन्छ। वेट, गुरुत्वाकर्षण, धरतीको तानले विमानलाई तल तान्छ तर लिफ्ट यससँग लड्छ। त्यसैले जबसम्म लिफ्ट वजन भन्दा बढी र थ्रस्ट ड्र्याग भन्दा बढी हुन्छ, विमान आकाशमा सजिलै उड्छ। यति हो, विमान यी बलहरूलाई सन्तुलनमा राखेर उड्छ। यदि तपाईलाई यो छोटो व्याख्या मन पर्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। धन्यवाद।